रजिस्टर भन्ने तलको यो बटन हेर्नु पनि यहाँ थिच्नुपर्छ। यो पेज खोलेपछि तपाईँले अब आफूलाई रिपोर्टिङ इन्टिटीको रूपमा हामीलाई रजिस्टर गर्नुपर्ने हुन्छ। यो रिपोर्टिङ इन्टिटी लेखेको बटनमा थिच्नु होला। यहाँ गएपछि यो फर्म खुल्छ। यसमा क्रमैसँग तपाईँले प्रत्येक फिल्ड भर्दै जानुपर्ने हुन्छ। अर्गनाइजेसन बिजनेस टाइप भनेर यहाँ तोकेको छ। तपाईँ कुन टाइपको संस्था हो त्यो अनुसार भन्नुपर्ने हुन्छ। जस्तो कोअपरेटिभको लागि कोअपरेटिभ भन्ने चुज गर्नु पर्यो। त्यसै गरेर माइक्रो फाइनेन्स भने माइक्रो फाइनेन्स इन्स्टिट्युसन भन्ने छ। त्यस्तै पिएसपी पिएसओको लागि छुट्टै छ। त्यसरी नै आफ्नो संस्थालाई को टाइप चाहिँ चुज गर्नु पर्यो। जस्तो मैले यो केसमा कोअपरेटिभलाई इक्जाम्पलको रूपमा लिएँ र नाम नेम इज रिक्वायर्ड भनेको छ। नेम चाहिँ तपाईँको संस्थाको फुल नेम राख्नु होला। जस्तो एबिसी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड भन्ने एउटा हामीले इक्जाम्पलको रूपमा गर्यो। एक्रोनिममा चाहिँ तपाईँको छोटो नाम जस्तो एबिसी साकोस भनेर गर्न सक्नुहुन्छ। तपाईँको इमेल चाहिँ चाहिन्छ एउटा अफिसियल इमेल। तपाईँको संस्था info@abcsacos.com भनौँ। फाइनेन्सियल हो तपाईँको संस्था भनेपछि यस फाइनेन्सियलमा टिक लगाइदिनुहोस्। कोअपरेटिभ फाइनेन्सियल भन्नु फाइनेन्सियल आउनु पऱ्यो। स्विफ्ट बिआइसी चाहिँ तपाईँको कोअपरेटिभ केसमा अरू संस्था नभएको केसमा चाहिँ यहाँनिर राखिदिँदा हुन्छ। ब्याङ्कहरू केसमा चाहिँ हुने भयो। तपाईँको संस्थाको रजिस्ट्रेसन नम्बर लेखिदिनुहोस् र संस्थाको कमर्सियल नेम भनेको जुन फुल नेम हो त्यसलाई नै कमर्सियल जस्तो दर्ता हुँदाखेरि चाहिँ एक्ज्याक्ट त्यो नेम लेखिदिनु होला। रजिस्ट्रेसन लिगल फर्म चाहिँ तपाईँ कस्तो टाइपको फर्म हो। जस्तो कोअपरेटिभ केसमा के हुने तपाईँ पब्लिक इन्टरप्राइज डोमेस्टिक पब्लिक लिमिटेड डोमेस्टिक भन्ने भयो तपाईँको रजिस्ट्रेसन लिगल फर्मको रूपमा चाहिँ। रजिस्ट्रेसन चाहिँ कहाँ भइरहेछ तपाईँको काठमाडौँ जस्तो फर इक्जाम्पल। स्टेट चाहिँ तपाईँको बागमती भयो। यो केसमा नेपाल डिफल्ट रूपमै बसेको हुन्छ। नेम अफ द होल्डिङ कम्पनी परेन। कन्ट्याक्ट पर्सन इज रिक्वायर्ड। कन्ट्याक्ट पर्सनमा तपाईँको सिइओको नाम अथवा एउटा टप लेभल म्यानेजमेन्टको नाम चाहिँ यसमा लेखिदिन सक्नुहुन्छ। बिसी शर्मा भनौँ होइन नाम। तपाईँको वेबसाइट छ भने तपाईँले वेबसाइट यहाँ लेखिदिनु पऱ्यो तपाईँको संस्थाको एबी जस्तो abcsacos.com भनेर मैले यहाँ लेखेँ। एड्रेस चाहिँ तपाईँको संस्थाको दर्ता भएको एड्रेस चाहिँ यहाँ लेखिदिनु होला। जस्तो तपाईँले चाहिँ यहाँ फोन नम्बर मागेको छ पर्सनल फोन राखिदिनुहोस्। कहाँ छ तपाईँको एड्रेस चाहिँ कहाँ छ बालुवाटार काठमाडौँ भनेर मैले यहाँ एक्जाम लेखेँ। म्युनिसिपालिटी काठमाडौँ हुन सक्ने भयो। डिस्ट्रिक्ट काठमाडौँ भयो। यो चाहिँ इक्जाम्पल हो। तपाईँको आफ्नो जे दर्ता छ त्यो अनुसार गर्नु। मैले 4 भनेर चुज गरेँ है। स्टेट चाहिँ अब अहिले बागमती भनेर लेख्नु पऱ्यो। पहिला 3 भनेर बागमती भनेर। त्यसै यो एड्रेस सकेपछि अब तपाईँ के भन्दा फोनमा जानु पऱ्यो। कन्ट्याक्ट टाइप चाहिँ फोन नम्बर राखिदिनु होला। यसमा जस्तो बिजनेस फोन हुनसक्छ। कस्तो फोन ल्यान्डलाइन फोन हुनसक्छ तपाईँको। यो परेन नम्बर 0144 एउटा इक्जाम्पल फोन नम्बर लेखिदिनु होला होइन। तपाईँको चाहिँ कन्ट्याक्ट गर्ने एमएल सेयर्समा चाहिँ कन्ट्याक्ट गर्ने कुनै एक्सटेन्सन छ भने त्यो एक्सटेन्सन राखिदिनुहोस् होइन। के गर्नु पऱ्यो अब हामी नेक्स्टमा जाउँ। रिपोर्टिङ इन्टिटीको यो फर्म भयो। अब त्यसपछि एडमिनिस्ट्रेटर भन्ने अर्को पेजमा जान्छ। अघि हामी रिपोर्टिङ इन्टिटी भन्ने सेभ भइसक्यो। यो अटोमेटिक हुन्छ। त्यसपछि एडमिनिस्ट्रेटर भन्ने सेकेन्ड ट्याबमा टाइप गर्नुहोस्। जस्तो युजर नेम राख्नुहोस् तपाईँको जस्तो एबिसी साकोस हुन सक्यो अथवा abc.sacos पनि हुन सक्यो होइन। तपाईँले सम्झिनु पऱ्यो चाहिँ जुन रजिस्टर गर्नुहुन्छ तपाईँले यही नै पछि लगइन गर्ने भयो हुनाले तपाईँले युजर नेम र जुन पासवर्ड सुरुमा रेजिस्टर गर्दा राख्नुहुन्छ त्यसलाई चाहिँ सम्झिराख्नु पऱ्यो। अहिले मैले एउटा डिफल्ट पासवर्ड राखेँ। यसलाई 2 चोटि हाल्नु पऱ्यो। सकेसम्म पासवर्ड चाहिँ स्ट्रङ बनाउनु होला। राखेँ। टाइटल चाहिँ अब तपाईँ एडमिनिस्ट्रेटर भनेको चाहिँ जो तपाईँको कम्प्लायन्स अफिसर भनेर जुन तोकेको हुन्छ हाम्रो ऐन अनुसारको त्यो कम्प्लायन्स अफिसरको चाहिँ विवरण यो पेजमा भर्नुपर्छ। यसमा चाहिँ तपाईँले युजर नेम पनि उहाँलाई मात्रै प्रयोग गर्छ। संस्थामा कम्प्लायन्स अफिसरसँग मात्रै एफआईले कन्ट्याक्ट गर्छ र उहाँको डिटेल चाहिँ यो पेजमा भर्नुपर्ने हुन्छ। जस्तो टाइटलमा मिस्टर राख्नु। मिस्टर राख्नु। फर्स्ट नेम उहाँको राखिदिनुहोस्। यसमा XYZ भनौँ नाम चाहिँ। लास्ट नेम अब मैले फर इक्जाम्पल लिएको हुनाले XYZ शर्मा भनेर लेखेँ। इमेल एड्रेस चाहिँ उहाँको पर्सनल कम्प्लायन्स अफिसरको पर्सनल चाहिँ नराखिदिनु होला। किनकि भोलि कम्प्लायन्स अफिसर चेन्ज भएपछि पनि हाम्रो यो इमेलमा कम्युनिकेट हुने भएको हुनाले यसमा चाहिँ संस्थाको एएमएल सिएफटीसँग रिलेटेड इमेलको लागि चाहिँ एउटा छुट्टै क्रिएट गरिदिनुहोस्। जस्तो
बनाउँछु AML abc@abcsacos.com भन्ने यस्तो खालको के भन्नुहोस् जुन कम्प्लायन्स अफिसर चेन्ज हुँदा पनि यो इमेल आइडीले मलाई ह्यान्डओभर गरेर यो सधैँभरि यो नै कायम हुने गर्ने संस्थाको जस्तो मेल भन्यो एडमिनिस्ट्रेटर अथवा कम्प्लायन्स अफिसरको विवरण उहाँको बर्थ डेट एउटा राखिदिनुहोस् एउटा मैले चुज गरेँ उहाँको सिटिजनसिप राखिदिनुहोस् कम्प्लायन्स अफिसरको है नेसनालिटी नेपाल हुने भयो अकुपेसनमा सर्भिसै हुने भयो कम्प्लायन्स अफिसर भएर तपाईँको संस्थामा नियुक्त हुने मान्छेको आइडी नम्बर आफ्नो संस्थामा उहाँको चाहिँ आइडी नम्बर चाहिँ कति राख्नु भएको छ त्यो राखिदिनुहोस् पासवर्ड नम्बर छ भने राखिदिनुहोस् नत्र नराख्दा पनि हुन्छ यो र कम्प्लायन्स अफिसरको अरू एड्रेसहरू यो एडमिनिस्ट्रेटर पेजभित्र चाहिँ यहाँ सबै कम्प्लायन्स अफिसरको विवरण चाहिने हो यसमा चाहिँ कम्प्लायन्स अफिसरको पर्सनल फोन यसमा चाहिँ है कम्प्लायन्स अफिसरको जहिले पनि तपाईँले के गर्नुपर्छ जस्तो एड्रेसहरू चाहिँ भएर राखिदिनुहोस् तर यो फोन नम्बर चाहिँ तपाईँ जहिले पनि मोबाइल नम्बर नै राखिदिनु तर फोन नम्बर भन्ने छ यसमा चाहिँ पर्सनल फोन भनेर चुज गर्नुहोस् सरी यहाँ टाइप चाहिँ एड्रेस पर्सन भयो यसमा चाहिँ मोबाइल नम्बर नै चुज गर्नुहोस् मोबाइल नम्बर नै राखिदिनुहोस् है किनभने चाहिँ भोलि कन्ट्याक्ट गर्दाखेरि ल्यान्ड हुँदैन एकदम अर्जेन्टली गर्नु पर्दाखेरि मोबाइलमा नै गर्नुपर्ने हुन्छ उहाँको छुट्टै मोबाइल नम्बर बाहेक पनि एक्सटेन्सन उहाँको व्यक्तिगत रूपले अफिसको एक्सटेन्सन छ भने त्यो पनि राखिदिनुहोस् त्यसपछि एडमिनिस्ट्रेटर सक्यो एट्याचमेन्ट पेजमा जानुहोस् यसमा चाहिँ तपाईँले दुईवटा एट्याचमेन्ट राख्नुपर्छ एउटा चाहिँ चिठी जुन कम्प्लायन्स अफिसरलाई तपाईँको संस्थाले नियुक्त गरेको भनेर उहाँको सबै विवरण सहित एउटा एफआईलाई तपाईँको लेटर हेडमा साइन र स्ट्याम्प सहितको एउटा लेटर लेख्नुहोस् उहाँको कम्प्लायन्स अफिसर यो नियुक्ति गरेको छ भनेर त्यो लेटर चाहिँ एउटा एट्याच गर्नुहोस् र अर्को कम्प्लायन्स अफिसरको आइडी अफिस आइडी जुन क्रिएट भएको हुन्छ त्यो अफिस आइडी पनि राखिदिनुहोस् त्यो गरेर यहाँ चाहिँ एट्याच गर्नुभयो भने मैले एउटा फर इक्जाम्पल एउटा कुनै डकुमेन्ट गरेँ यस्तो हुन्छ फेरि अर्को पनि गर्नु मिल्छ है दुईवटा एट्याचमेन्ट गरेर त्यसपछि प्रिभ्यू गर्नुहोस् तपाईँ सबै एकचोटि चेक गर्न सक्नुहुन्छ कुनै त्यस्तो एरर छ भने तपाईँ फेरि माथि गएर सच्याउन सक्नुहुन्छ सबै एकचोटि सबै चेक गरेर एट्याचमेन्ट छ कि छैन हेरेर अनि त्यसपछि यो क्याप्चा हाल्नुपर्छ तपाईँले यो सेक्युरिटीको लागि 9090 जुन अगाडि यहाँ प्रिभ्यू देखिरहेको छ त्यो नम्बर यहाँ राख्नुहोस् र सबमिट न्यू अर्गनाइजेसन गरेर तपाईँले रजिस्टर गर्न सक्नुहुन्छ अनि टेस्ट इन्भाइरोमेन्टमा चाहिँ तपाईँलाई कुनै पनि इमेल आउँदैन रजिस्टर भयो भनेर तपाईँले चाहिँ 2-3 दिनपछि हामी चाहिँ त्यसलाई म्यानुअली चेक गर्छ 2-3 दिनपछि तपाईँले जुन युजर नेम र पासवर्ड हाल्नु भएको छ त्यो नै यहाँ लगइन गरेर तपाईँले चेक गर्न सक्नुहुन्छ यही पेजमा सुरुमा दिएको जुन इमेल युआरएल थियो त्यसमा गएर फेरि त्यही युजर नेम र पासवर्ड